दिने, चारैतिर लाग्न दिने। अनि मसुडामा दाँतमा सब ठाउँमा गएर सडनहरूलाई हटाउँछ, किराहरूलाई मारिदिन्छ, दाँतको दुखाइलाई हटाउने काम गर्छ, खोक्रो दाँतलाई पनि रिपेयरिङ गर्ने काम गर्छ, सारा सडे गलेका चिजहरूलाई निकालेर फाल्ने कामको लागि चाहिँ हेल्प गर्छ। त 5 देखि 10 मिनटसम्म जब गर्नुहुन्छ भने यसमा ज्ञानोडर्मा छ नि त, ज्ञानोडर्मा, पुदिना, मेन्थल यो सबैको काम के हो? दाँतको मसुडाको बचाव गर्ने, ब्याक्टेरियाहरूलाई मार्ने काम गर्ने चिजहरू हो के। अनि दाँतको दुखाइहरूलाई पनि हटाउने काम मेन्थल पुदिनाहरू जुन छ तिनीहरूको काम हो। त यो तरिकाले चाहिँ पुरा दाँतलाई बचाउने काम गर्छ। तर के गर्छ साधारण मान्छेले तुरुन्तै ब्रसमा लाग्यो गरेर थुकिदियो 2 मिनटमा, 2 मिनटमा पेस्ट गरेर थुकिदियो भने त यो फाइदा मिलेन के। पुरा मिल्न मिल्छ बट त्यो फाइदा मिल्दैन जुन यसको फाइदा हो। त्यसको पुरा फाइदा लिनको लागि 5 देखि 10 मिनटसम्म मुखभित्र पेस्ट राखिराख्न पर्यो। त्यसपछि चाहिँ हामीले चाहिँ हल्का ब्रस लिने, 2 मिनटसम्म हल्का 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 ब्रस गर्ने। औँलाले पनि गर्न सक्नुहुन्छ आफ्नो इच्छा, नभए ब्रसले हल्का 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 गर्ने। अनि 2 मिनट ब्रस गरिसकेपछि बल्ल चाहिँ कुल्ला गर्नुहोस्, बिहान साँझ। बहुत मान्छेहरूले रातिको बेलामा ब्रस गर्दैनन्, खालि कहिले गर्छन्? बिहान उठेपछि। जबकि ब्रस गर्ने नियमले के बताउँछ भने ब्रस हामीले चाहिँ राति खाना खाइसकेपछि गर्ने हो, सुत्नुभन्दा पहिला। अनि बिहान उठिसकेपछि, खाना खाइसकेपछि ब्रस गर्नु, खानुभन्दा पहिला होइन। खानुभन्दा पहिला हल्का पानी उनीले कुल्ला गर्नु, चियाहरू खानु, कफी खानु ठिक छ, तर ब्रस कहिले गर्ने हो? खाना खाइसकेको पछि। तर सुरुदेखि हामीलाई बहुत कुराहरू जुन सिकाइयो, के सिकाइयो भन्दा खाना खान अघि नै ब्रस गर्ने। दिनमा 1 चोटि मात्रै सिकाइयो, 2 चोटि पनि बताइएन, बहुत पटक बताइयो पनि, तर व्यवहारमा लागू छैन। जो छ सब एकैचोटि मात्रै गर्छन्, उनीहरूलाई हेरेर अल्छी लागिहाल्छ कि यो पनि गरेको छैन, यो पनि गरेको छैन, यो पनि चलो मैं भी नहीं करता हूँ। त यो आदत बनिसकेछ। तर सुधार्ने कहिले? कसले सुधार्छ? अरू कोही गरोस् नगरोस्, म गर्छु भनेर सबैजनाले आफूसँग प्रण लिनु पर्यो। अरे भाई, आपके मुस्कुराते हुए चेहरे में जो दांत है, अगर सोचिए दांत भी गड़बड़ हो जाए, गायब हो जाए, खुद से निकल के चला जाए, तो मुस्कुराएंगे अगर कैसा लगेंगे? है कि नहीं? भने छ जस्तै आज सिंगारको कुरा गर्नुभयो बिलावती मैडमले, आज एक ठो गहना मिलल बा। तो सबसे बड़ा गहना मुस्कुराहट, चेहरे पे दांत ही है। अब हंसे ले खिकी खिकी कह के दतवा दिखावा अच्छा लगा, सोचा 2 ठौला अगर खोड़र रहा, दतवे नहीं रहा, तो इतना खिकिया के हंस पड़ते, तो हंसी निकल नहीं कर रहा है, तो जानबूझ के मुंह बंद रहा। तो कहने का मतलब ये है, दांतों को बचाए रखिए। इससे आपका चेहरे की हंसी के साथ साथ में पूरा माहौल तो अच्छा होगा, आपको खुशहाली भी मिलेगी। मगर जिंदगी भर जब तक आप खाना खाएंगे, खाने का आनंद आपको मिलेगा, है ना। कड़ा कड़ा चीज भी खाएंगे, चना हो, है ना, चना हो, मटर हो, या फिर नॉनवेज वाले आइटम हो तो वो वाला चीज, लॉलीपॉप, लेग पीस, वो भी खा सकते हैं। और वेज आइटम वाले जो है, चना है ना, गन्ना है, उखड़ी वगैरह, है ना, ये सारी चीज वो दबा के कुछ के अच्छे से खा सकते हैं। गुड मॉर्निंग रिएक्शन। तो ये पेस्ट करने का तरीका है 5 से 10 मिनट मुंह में रखने का। उसके अलावा बाकी जगहों पे फायदा करने का चीज, हाँ एक चीज के लिए मैं नहीं करूंगा, बिलावती मैम ने बोला था आंखों में इस्तेमाल नहीं करना। कान में उन्होंने किया, कान का इन्फेक्शन ठीक हो गया, बहुत अच्छी बात है, कान में कर लो। आंखें बहुत सेंसिटिव है, कुछ भी गड़बड़ी होगी तो हम इतना प्यारा सुंदर संसार देख रहे हैं ना, कैसे देखेंगे? आँखा बचाउन जरुरी छ कि छैन? आँखा बहुत सेंसिटिव छ। आँखाको लागि सबभन्दा राम्रो चीज के छ डिरेक्सनमा? जोडले ज्ञानो मसाज तेल, दुनियाँको सबभन्दा राम्रो आई ड्रप। आँखालाई यो भन्दा राम्रो चिजहरु केही पनि मिल्नेवाला छैन के मैले बुझेको। किनभने 15 दिन 20 दिनसम्म हामीले यो आँखामा एक थोपा खाली आँखामा हाल्न लगाउँदाखेरि धमिलो देखिराख्ने मान्छे, आँखाको रोशनी कम भएको मान्छे, आँखाको अपरेसन पनि गर्न परिरहेको छैन। हाम्रो सहजना मिसको एकजना डाउनलाइन हुनुहुन्थ्यो, काम गर्नुहुन्थ्यो केही समय, गुड्डी बेलदार। उहाँले डिएक्सनको सब प्रोडक्ट एकतिर, गानो मसाज तेल एकतिर, जहाँ जानुहुन्थ्यो खुब गानो मसाज बेच्नुहुन्थ्यो के। बुझ्नुभयो? गानो मसाज तेल, गानो मसाज तेल, गानो मसाज। किन? आँखाको फाइदा यति राम्रो बताउनुहुन्थ्यो कि मान्छेहरूले आफ्नो आँखाको लागि, कानको लागि अहिले पनि बेच्नुहुन्छ बताऊ। तर मिटिङमा आउनुहुन्न, अल्छी कहीँ कि आउनुपर्छ नि, होइन? प्रोडक्टहरू फ्री हुन्थ्यो, सबै चिज हुन्थ्यो, फाइदा पाउनु भएको छ, अरूहरूले दिलाउनु भएको छ, तर पिबी मेन्टेन राम्रोसँग गर्न सक्नु भएको छैन। गर्नुपर्छ कि यसरी चाहिँ धेरै राम्रो हुन्थ्यो। त्यो आँखाको लागि सबभन्दा बेस्ट चिज यो। आँखामा नहल्लाइकन हाल्ने हो, तर हल्लाएर हालिदिनु भयो भने केही नोक्सानी छैन।
100% नेचुरल छ लेखेको छ डब्बामा। 100% जुन चाहिँ नेचुरल छ, चाहे त्यसलाई खाइहाल्नु, चाहे त्यसलाई लगाइहाल्नु, आँखामा हाल्नु, कानमा हाल्नु, जहाँ मन लाग्छ त्यहाँ हाल्नु, तर पनि नोक्सानी हुनेवाला, किनभने 100% नेचुरल लेखेको छ कि नेचुरल चिजले हामीलाई कहिले पनि नोक्सानी गर्नेवाला छैन। त्यो तरिकाले चाहिँ हाम्रो 100% आँखाको लागि सबभन्दा सेफ मैले यसलाई मान्छु कि। त्यसको अलावा हाम्रो मरेन्जी जुस खाने तरिका जुन छ हाम्रो, एकैचोटि बोतल खोल्नु, खाइदिनु, सक्यो कि दोबाराको लागि झमेलै नै गर्ने है। मरेन्जी जुस खाने तरिका के छ, खोल्यो, खायो, सकायो, बुझ्नुभयो। अब हुन्छ कि हामी गाउँघरमा जब जान्छौँ, प्रोग्राम गर्छौँ, यसको फाइदा बताउँछौँ, त सबैले लिन मन लाग्छ, त पत्ता के चल्छ कि उसको घरमा फ्रिज छैन, जबकि यो लेखेको छ यदि ओपन गरिदिनुहुन्छ भने फ्रिजमा राख्न पर्छ, बुझ्नुभयो। खोलिदिनुहुन्छ भने फ्रिजमा राख्न पर्छ, नखोलेसम्म ठिक छ, बन्द छ नि त, नखोलेसम्म ठिक छ, तर एकचोटि खोलिदिनु भयो भने यसलाई फ्रिज चाहिन्छ, नत्र भने यसको औषधीय गुणहरू खराब हुन सक्छ। त खराब हुन नदिनको लागि यही आइडिया लिनुस्, आधा बिहान आधा साँझ खत्म, अगले हफ्ता फिर ले लिया, फिर आधा खा लिया, ये हफ्ते में एक बोतल का, बाकी सुबह से लेके शाम तक में खत्म कर, यस्तो गर्न सक्नुहुन्छ। एक आइडिया यो, यसको तरिका। अनि यो ढक्कनले नापेर खाँदाखेरि मलाई मजै आउँदैन। जब पनि म मरेन्जी जुस खान्छु बोतलले खाने हो कि, बुझ्नुभयो। त त्यो तरिकाले नै हजुर सबैजनाले खाने हो यो खाने तरिका। आरजिजिएल हामीले चाहिँ खाने तरिका के छ, कुनै पनि खाने प्रोडक्ट छ जतिखेर पनि खान मिल्छ, खाली पेटमा खानासँगै खानापछि जतिखेर पनि खान मिल्छ। यो पानी पनि खाली पेटमा खानासँगै खानापछि जतिखेर पनि खान मिल्छ। डिएक्सनको प्रोडक्ट, अल्कालाइन प्रोडक्ट हो। कसैले सोध्छ कब खाएको डॉक्टर साहब, खानुहोस् पहिला कि खानुहोस् बाद में कि हाई तब हाउ, जैसे मन करे तैसे खा, हो कि नहीं। बट यो भनेको छ कि हाम्रो जो मान्छे ज्यादा मोटा छ है, मोटापा ज्यादा छ, कोलेस्ट्रोल ज्यादा छ भने उहाँहरूले यो सबै प्रोडक्टहरू खाली पेटमा खाने। खाली पेटको खानुको मतलब होइन खाली पेट खा लियो नि अब लावा भात, तुरन्तै भात। खाली पेट खाइसक्यो तुरन्तै भात खाए त के मतलब लाग्यो, त्यो त खाली पेट खाए जस्तै भएन, त्यो त खानुसँगै खाए जस्तो भयो। खाली पेटको मतलब यो हो, यो प्रोडक्ट खाइसकेपछि 1 घण्टासम्म केही पनि खाने होइन कि, पानी पिउन सक्नुहुन्छ तर खाना नास्ता एलाउड छैन, त्यो भनेको खाली पेट। अनि त्यसरी यसको रिजल्ट जुन छ बहुत ज्यादा पाइन्छ खाली पेटमा खाँदाखेरि पनि, बट खानासँग खाँदाखेरि पनि बहुत राम्रो रिजल्ट छ, पुरै फाइदा पाइन्छ। जतिखेर पनि तपाईँ बिर्सिनु भएन, बस डेली खानु पर्यो। आरजिजिएलको कुरा के भनेको छ भने बरु एक दिन नास्ता नखानु तर आरजिजिएल 1 जोडा खानु। डाक्टर रञ्जन हुनुहुन्छ कार्डियोलोजिस्ट, एकचोटि जोरदार ताली उहाँको लागि। उहाँले के भन्नुभएको छ भने आरजिजिएललाई बरु तपाईँ डेली स्याउ नखानु भनेको छ। पुराना डाक्टरहरूले 1 एप्पल अ डे किप्स डक्टर अवे, मतलब 1 एप्पल 1 सेब अगर कोही पनि मान्छेले डेली खान्छ भने कहिले पनि डाक्टर कहाँ जान पर्दैन भनेको छ कि। उहाँले के भन्नुभएको छ भने 1 आरजिजिएल अ डे किप्स कार्डियोलोजिस्ट अवे, कुनै पनि मुटु सम्बन्धी डाक्टर कहाँ जान पर्दैन। उहाँले रिसर्च गर्दै गइसकेपछि भन्नुभयो आजको डेटमा 1 एप्पल अ डे कोही पनि खान्छ भने ग्यारेन्टी छ त्यो डाक्टर कहाँ जान्छ, किनभने त्यो एप्पलै केमिकलवाला छ। तर 1 एप्पल अ डे यदि खान्छ भने ग्यारेन्टी छ कि डाक्टर कहाँ जान पर्दैन, ठुला जुन रोग बिमारी छन् त्यसबाट बच्छ, हाम्रो हार्ट, लिभर, कलेजा, किडनी हमेसा स्वस्थ रहन्छ, त्यो पावर छ यसमा। त्यो बिमारी आइसकेपछि बल्ल खाने, बिमारी आइसकेपछि कति खानुपर्छ, कति खानुपर्छ, 5 जोडा 10 जोडा 30 जोडा। तर बिमारी आएको छैन भने कति खाए पनि काम चल्छ, 1 जोडा। बिमारी आएको छैन, रोग छैन भने 1 जोडा डेली खाँदै जानुहोस्, 1 गोली यसबाट 1 गोली यसबाट, काम चलिहाल्यो त। यो हाम्रो समझदारी हामीले चाहिँ देखाउनु पर्ने हुन्छ। अब यही सबै चिज सबैले बताउने हो। बाँकी रह्यो चिया कफीहरूको आइटम। अब यो त हामीले पानी पिउँछौँ भने हामीले त्यो पानीमा अब यो चिया कफी हालेर पिउने पानी बसाल्नुपर्छ, बल्ल हाम्रो पानी शुद्ध भयो। पानी सबभन्दा इम्पोर्टेन्ट के छ भने बिहान उठिसकेपछि आधा लिटर भन्दा बढी पानी हामीले आधा घण्टा भित्र नै खानुपर्छ, 5 मिनट 10 मिनट भित्र नै खानुपर्छ जहिले पनि। मान्छे उठिसकेपछि मान्छेहरूले आजको डेटमा